सबैजनालाई नमस्ते। यो भिडियो चाहिँ कानेपोखरी गाउँपालिका 1 होक्लाबारीबाट। हामी कहाँ छौँ भनेदेखि कृषि प्रधान देशमा। र यो सब भिड तपाईहरु के को लागि देखिराख्नु भएको छ भनेदेखि मलको लागि। 3 चोटी भयो हाम्रो गाउँपालिकामा मल आको, तर मल पाइएको छैन। तपाईहरु भिडभाड देख्न सक्नुहुन्छ। यसपालि 125 बोरा मल आको छ। 15 केजी को दरले मल बाड्ने कुरा भइरहेको छ र मान्छेको ताती देख्न सक्नुहुन्छ तपाईहरु। मल पाउनेले खेत हरियाली बनाए, नपाउनेको घरमा यसपालि चुलो जल्दैन जस्तो छ। र हामी यहाँ भए जति सबैजना आक्रोश र पीडित। हाम्रो वडा अध्यक्ष साहब पनि त्यहाँनेरि मलकै लाइनमा आउनु भएको होला। र यो सब देख्दा फेरि के लाग्छ भनेदेखि अब नेपालमा किसान गरेर चाहिँ पेट पाल्न सकिन्छ जस्तो अवस्था छैन। एक त आकाशबाट पानी आउँदैन, मोटर चलाएर खेती गरौँ भोल्टेज आउँदैन, सिँचाइको भर छैन। अगाडि नै पानी रोकेर पछाडिका जमिनहरू बाँझै छन्, कतिपय जमिनहरू बन्जर भइसके। र यो सब देख्दा फेरि हाम्रा युवा केटाहरू चाहिँ आक्रोश भएर यहाँ मुसु मुसु हाँस्दैछन् भित्र मनमा पीडा बोकेर। तर ठिकै छ, हामी कृषि प्रधान देशमा छौँ। ठिकै छ, रुनु भन्दा नि हाँस्नु नै विकल्प छैन, अरू त देखिएन। मलको साटोमा अब हाँसेरै जाने हो। ठिकै छ, 15 केजी नै भए पनि पाए त हुन्थ्यो नि। तर यहाँ व्यवस्थित तरिकाले मल बाँड्छन् भन्ने आशा हामीलाई हराइसकेको छ। यहाँ अघि धन्नै कुटाकुटको सिर्जना भएको थियो, तर केही छैन। अब बाँकी कुरा तपाईहरुलाई अपडेट दिन नसके पनि कानेपोखरी गाउँपालिकाको अवस्था यस्तै छ। र माथिको निकायहरूले पनि अब खासै हामीलाई हेर्छन्, किसानहरूलाई बचाउँछन् भन्ने आश छैन। ठिकै छ, मल पाइए ठिकै छ, नपाए ठिकै छ। कस्तो उत्पादन हुन्छ यसपालि हेरौँला। फलेछ भने चुलोमा भात पकाएर खाउँला, नफले मकै राखेको छ, मकैको चामल कुटाएर खानेछौँ। र तपाईहरु सबैजना राम्रोसँगले खेती गर्नु होला। सबैजनालाई शुभकामना।